एकोर्डियन पोट्याटो बनाउनु लागेको सेम पोट्याटो तर 2 डिफरेन्ट मेथड। एउटा मेथडमा चाहिँ एयर फ्राई गरेर बनाउँछु अनि अर्को मेथडमा चाहिँ डिप फ्राई गरेर बनाउँछु। हु विन्स? लेट्स फाइन्ड आउट। आलुलाई सफा गरेर पनि अलिकति ठुलो ठुलो शेपमा चाहिँ काटेको छु। भिडियोमा देखाइ जसरी चपस्टिकलाई चाहिँ साइड साइडमा राखेर बिचमा आलुलाई राखे। चपस्टिक समात्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ, दुईटा औँलाले समात्ने अनि एउटा औँलाले चाहिँ आलुलाई चाहिँ सपोर्ट गरेर सुरुमा चाहिँ सिधा सिधा काट्ने। आलुलाई फ्लिप गरेर अब चाहिँ अलिकति छर्के छर्के गरेर काट्यो भने तपाईको यस्तो राम्रो बुट्टा देखिन्छ। चिसो पानीमा नुन हालेर आलुलाई एकछिन भिजाउने, त्यसपछि धोएर एक्सेस वाटरहरू सबै पुस्दिने। एउटा बोटकोमा आलुहरू सबैलाई राखेर कर्न स्टार्च हाले, त्यसपछि ब्ल्याक पेपर, नुन, मसला, खुर्सानी अनि अलिकति बेसार आलुमा सबैतिर लाग्ने गरेर सबै कुरालाई मिक्स गर्दिए। सुरुमा त म एयर फ्रायरमा बनाउन जाँदैछु। एयर फ्रायरमा राखेर 200 डिग्री सेल्सियसमा 22 मिनेट चाहिँ घुमाइदिए। 22 मिनेट पछि आलु पनि पाकेर रेडी भएर निस्किसक्यो। अब चाहिँ म तेलमा फ्राई गर्न जाँदैछु। आलु तेलमा पनि फ्राई गरिसके। अब नेक्स्ट भिडियोमा म यसको टेस्ट गर्नेछु र भिडियो अपलोड गरिदिइहाल्छु, त्यही भएर हेर्न नबिर्सिनु होला। यति भन्दै ओके बाइ।